हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरू सबैजनालाई स्वागत छ। आज चाहिँ न्यू डे न्यू भ्लग। बाई द टाइटल हजुरहरू सबैजनालाई थाहै छ मैले के को बारेमा भ्लग बनाउँदैछु भनेर। यो 2026 को सेकेन्ड भ्लग रहेको छ अनि एकदम धेरै माया गरिदिनु भएको छ पहिला भ्लगलाई पनि। यो भ्लगलाई पनि त्यस्तै माया र सपोर्ट देखाइदिनु होला। अनि अब चाहिँ हामीहरू रेडी भएर चाहिँ मामा घरतर्फ जान थालेको, किनभने आज चाहिँ बाबाको र हजुरआमाको बर्थडे छ। हामीहरू चाहिँ मामा घर आइसक्यौँ। बर्थडे टु यु आमा। माया गर माया माया गर। Happy birthday to you. Happy birthday. यता चाहिँ आलुको अचार बनेको छ अनि यहाँ चाहिँ पनिर पनि रेडी भइसकेको छ। मासु पाक्दैछ, रोस्ट बन्दैछ। हाम्रो माइलो माइजूले बनाउँदै हुनुहुन्छ यता केक काट्ने कार्यक्रम हुँदै थियो होइन। अनि नानी चाहिँ भर्खर उठेर आइथिन् अनि एकदम दुःख दिइरहेथिन् किन एकदम रोइरहेथिन्। अनि उसलाई चाहिँ त्यो क्यान्डलसँग डर लाग्छ कि अनि क्यान्डल नबाल्ने भन्दै थियो उसले बारम्बार। अनि बाबालाई पनि दुःख दिइरहेको थियो उसले चाहिँ। त्यही पनि बाबाले चाहिँ अनि फकाउँदै गर्दै गर्नुभएको थियो होइन। अनि आमा र बुवाको चाहिँ बर्थडे थियो आज। मेरो बाबा र हजुरआमाको सँगै बर्थडे हुन्छ उहाँहरूको चाहिँ। सधैँ हरेक साल यस्तै गरेर मनाउने गरिएको छ। अनि सबैजना रमाइलो गर्दै थियौँ हामीहरू सबैजना। नानी मात्र रोइरहेकी थिइन्, ऊ चाहिँ सुतेर उठेर पनि होला अलि धेरै दुःख दिइरहेकी थिइन् नानीले चाहिँ है। अनि सबैजनासँग सेलिब्रेट गरियो, रमाइलो भयो, एकदम रमाइलो भयो। कहिलेकाहीँ चाहिँ यस्तो गेट टुगेदर पनि रमाइलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि पछाडि चाहिँ म्युजिक बजिरहेको थियो अनि कपिराइट आउँछ भनेर चाहिँ आफ्नो भोइस ओभर गरेको। अनि बुवा आमालाई चाहिँ ह्याप्पी बर्थडे टु यु लेख्न नबिर्सिनु होला कमेन्टमा। अनि यसै गरेर माया र सपोर्ट गर्नु होला मेरो च्यानललाई। आजको भिडियो यति नै थियो। भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। बाई गाइस, लभ यु अल।